By the end of this lesson, students should be able to differentiate between data and information, describe database management system or DBMS, and explain the advantages of using database management system. हेलो टिचर Hello, Nilima. म पनि टाइममै क्लास आइपुगेँ टिचर पनि टाइममै क्लास आइपुग्नु भइसकेको रहेछ हामी जस्तै सबैजना यसरी टाइममै काम गरिदिए कस्तो राम्रो हुन्थ्यो है सबैजनाले होइन कसले टाइममा काम गरेन र मैले अस्ति नै अनलाइन सपिङबाट लुगा अर्डर गरेको थिएँ हिजै आइपुग्नु पर्ने तर भर्खरै अर्डर डिले हुने भयो भनेर पो खबर आयो ए त्यसैले पो तिम्रो मुड खराब भएको मुड खराब भइहाल्छ नि त्यसरी अर्डर लिएपछि ढिला गर्न पाइन्छ त टिचर त्यो त पाइँदैन तर तिमीले यही अर्डरकै कुरा मात्र गर्यो भने आजको सेसन सुरु गर्न चाहिँ ढिला हुन्छ सेसनमा पनि त ढिला गर्न पाइएन नि त्यो त हो तर मेरो दिमागमा त्यही अर्डरले तानेर लगेको छ टिचर ल त्यसो भए आज अर्डरकै बारे कुरा गरौँ न त तिमीले लुगा कुन वेबसाइटबाट अर्डर गरेको थियौ भन त खै कुन एउटा अनलाइन सपिङ वेबसाइट थियो टिचर नाम के पो थियो ल ठिकै छ भइहाल्यो अनि अनलाइन सपिङ वेबसाइटहरूले हाम्रो अर्डरहरूको स्टेटस के छ भनेर ट्र्याक गर्छन् भन्ने बारे तिमीलाई थाहा छ नि मलाई त अर्डरहरू प्याक गर्छन् भनेर चाहिँ थाहा छ तर यो ट्र्याक बारे चाहिँ थाहा छैन नि टिचर त्यसो भए यता सुन तिमीले कुन अनलाइन सपिङ वेबसाइटबाट लुगा अर्डर गर्छौ त्यो वेबसाइटले तिमीले अर्डर गरेको सामान कुन हो कसलाई कहिले र कहाँ डेलिभर गर्नुपर्ने हो भन्ने कुराहरूको रेकर्ड राख्छ यसलाई नै अर्डर ट्र्याकिङ भनिन्छ ए मैले बुझेँ तर अनलाइन सपिङ वेबसाइट्सहरूमा मैले जस्तै सामान गर्ने कति धेरै मान्छे हुन्छन् होला है हुन्छ नि यस्ता अनलाइन सपिङ वेबसाइटहरूबाट सामान अर्डर गर्ने हजारौँ कस्टमर्स हुन सक्छन् अनि यति धेरै कस्टमर्सहरूको अर्डर्स ट्र्याक गर्दा कन्फ्युजन हुँदैन र टिचर एउटा कस्टमरको अर्डर झुक्किएर अर्कोलाई डेलिभर भयो भने नि तिमीले भनेको कुरा ठिकै हो यस्तै मिसम्यानेजमेन्ट नहोस् भनेर नै अनलाइन सपिङ वेबसाइटहरूले डेटाबेसको प्रयोग गर्छन् डेटाबेस एक मिनटमा नयाँ नयाँ टर्म निकाल्नु पर्छ र टिचर डेटाबेस कहाँ नयाँ टर्म हो र हामीले ग्रेड 11मा एमएस एक्सेसको सेसनमा डेटाबेसबारे डिस्कस गरेका थियौँ बिर्स्यौ डिस्कस गरेको जस्तो त लाग्यो तर ठ्याक्कै याद आएन टिचर केही छैन म बुझाइहाल्छु नि तर डेटाबेसबारे बुझ्न अगाडि पहिले मलाई भन त डेटा भनेको के हो डेटा भनेको फ्याक्ट होइन र टिचर हो डेटा भनेको कुनै एउटा विषयमा जानकारी दिने फ्याक्ट्स हुन् कुनै विषयको जानकारी दिने फ्याक्ट्स भन्नाले टिचर जस्तै तिमीले लुगा अर्डर गरेको अनलाइन सपिङ वेबसाइटमा तिम्रो नाम ठेगाना फोन नम्बर जस्ता फ्याक्टहरू रेकर्ड गरिएको हुन्छ जसले तिमीले अर्डर गरेको सामान कहाँ र कसलाई डेलिभर गर्नुपर्ने भन्ने कुराको जानकारी दिन्छ यहाँ नाम ठेगाना जस्ता फ्याक्टहरू डेटा भए ए भनेपछि मैले अर्डर गरेको लुगाको नेम साइज कलर पनि डेटा नै रहेछ नि होइन टिचर हो ठिक भन्यो तर मेरो मनमा एउटा क्वेसन आयो डेटाले कुनै एउटा विषयको जानकारी दिने भयो अनि न्युजले पनि केही विषयको जानकारी नै दिन्छ भनेपछि डेटा र न्युज भनेको एउटै हो टिचर गुड क्वेसन न्युज भनेको डेटा होइन कुनै न्युज दिनु अगाडि कलेक्ट गरिने फ्याक्ट्स चाहिँ डेटा हो भने ती फ्याक्ट्सलाई स्टडी गरेर स्पष्ट रूपमा दिइने न्युज इन्फर्मेसन हो ए त्यसो भए हिजोको फुटबल गेममा नेपालले 1 गोलले जित्यो भन्नु इन्फर्मेसन हो कि डेटा हो टिचर त्यो भनेको चाहिँ इन्फर्मेसन हो केलाई डेटा भन्ने र केलाई इन्फर्मेसन भन्ने मैले त छुट्याउनै सकिनँ टिचर यसरी कन्फ्युज हुनु पर्दैन सुन डेटाको आफैमा कुनै अर्थ हुँदैन तर जब हामीले डेटालाई एनालाइज गरेर केही मिनिङफुल कुरा निकाल्छौँ त्यसलाई इन्फर्मेसन भनिन्छ टिचर एकैछिन भनेपछि 1 गोल मात्रै भन्नु चाहिँ डेटा भयो र नेपालले 1 गोल गरेर जित्यो भन्नु चाहिँ इन्फर्मेसन भयो हो बल्ल ठिक बुझ्यौ अब नेपालबाट कसले कति मिनटमा गोल गर्यो त्यो पनि भनिदेऊ त तपाईँले हिजोको म्याच हेर्नु भएन कि क्या हो टिम क्याप्टेनले 88 मिनटमा गोल गरेको थियो नि हो त्यसो भए 88th मिनट टिम क्याप्टेन र 1 गोल भनेर ट्याबुलर फर्ममा रिप्रेजेन्ट गर्यो भने त्यो हिजोको गेमको डेटा भयो अनि यही डेटालाई हेरेर हिजो टिम क्याप्टेनले नेपालको लागि 88th मिनटमा 1 गोल गरेको थियो भन्यो भने त्यो इन्फर्मेसन भयो है टिचर एक्ज्याक्टली अब त डेटा कसरी इन्फर्मेसन भन्दा फरक हुने रहेछ भनेर पनि बुझ्यौ होइन त्यो त बुझेँ अब डेटाको पछाडि बेस थपेर
सेसनको पेस बढाउनतिर लागौँ न। हामी त डेटामै अड्कै छौँ त। डेटाबारे सबै कुरा नबुझी कहाँ डेटाबेसतिर लाग्नु। अघिको एक्जाम्पलमा डेटालाई टेबलका रूपमा रिप्रेजेन्ट गरेको हेऱ्यौँ नि, त्यसरी नै डेटालाई रिप्रेजेन्ट गर्ने अरू थुप्रै तरिकाबारे पनि डिस्कस गर्नु बाँकी छ। हो र टिचर, कस्ता कस्ता तरिका हुन्छन्? हामीले डेटालाई ग्राफ, चार्ट, लेटर्स वा नम्बर्सले पनि रिप्रेजेन्ट गर्न सक्छौँ। भनेपछि हामीले स्कुलमा सोसल स्टडिज र म्याथमेटिक्समा बनाएको पाई चार्ट, बार ग्राफहरू पनि डेटा नै हुन् टिचर? हो नि, भनेपछि तिमीलाई डेटा र इन्फर्मेसन बारे अब कुनै कन्फ्युजन छैन जस्तो। डेटा र इन्फर्मेसन बारे त कन्फ्युजन छैन टिचर, तर एउटा कुराको चाहिँ कन्फ्युजन छ है। के कुराको कन्फ्युजन भयो र? आज हामी डेटाबेस बारे पनि डिस्कसन त गर्छौँ नि। आज होइन, डेटाबेसको बारेमा अहिले नै डिस्कस गर्छौँ। ओहो, डेटाबेसको तन्न पालो आएछ। मलाई त यसबारेको डिस्कस गर्नु अघि नै मैले अर्डर गरेको लुगा आइसक्छ होला जस्तो लागेको थियो। नाइस जोक। अब यहाँ ध्यान दियो, सामान्यतया डेटाबेस भनेको धेरै डेटाको एउटा अर्गनाइज कलेक्सन हो। डेटाको अर्गनाइज कलेक्सन भनेको यसलाई चिटिक्क पारेर मिलाइराख्नु हो टिचर? त्यस्तो होइन, डेटालाई चिटिक्क पार्दैमा अर्गनाइज हुँदैन नि। अनि कस्तो डेटालाई चाहिँ अर्गनाइज भन्न मिल्छ त टिचर? कुनै डेटाको कलेक्सनबाट हामीलाई चाहिएको डेटा इजिली लिन सक्छौँ भने त्यस्तो डेटालाई अर्गनाइज डेटा भनिन्छ। डेटाको कलेक्सनबाट चाहिएको डेटा इजिली लिनु भन्नाले? यसलाई म तिम्रै एक्जाम्पलबाट बुझाउँछु। अनलाइन सपिङ वेबसाइटबाट लुगा अर्डर गरेपछि त्यसको अर्डर नम्बर त तिमीलाई फोन वा इमेलमा आएको होला नि। अर्डर नम्बर त मलाई एसएमएसमा आएको थियो नि टिचर। हो, अनलाइन सपिङ वेबसाइटहरूले आफ्नो कस्टमरले गरेको हरेक अर्डरलाई अर्गनाइज गर्न एउटा अर्डर नम्बर दिएका हुन्छन्, अनि हरेक कस्टमरलाई कस्टमर नम्बर दिएर त्यस कस्टमरको नाम, ठेगाना, फोन नम्बर जस्ता डेटा पनि सेभ गरेका हुन्छन्। ए, अनि यसरी वेबसाइटमा डेटालाई किन अर्गनाइज गरेर राखिन्छ टिचर? किनभने अनलाइन सेलरहरूलाई कुनै कस्टमरबारे केही डिटेल्स जस्तै नाम, ठेगाना, फोन नम्बर चाहियो भने त्यो कस्टमरको नम्बर आइडेन्टिफाई गरेर रिक्वायर्ड डेटा इजिली लिन मिल्छ। कस्टमर नम्बर किन चाहिने रहेछ भन्ने त बुझेँ। त्यसो भए अर्डर नम्बर चाहिँ के का लागि प्रयोग गरिन्छ त? यता सुन, कस्टमरले अर्डर गरेको सामानको नाम, प्राइस, ब्रान्ड जस्ता डेटाको रेकर्ड राख्नका लागि नै अनलाइन सपिङ वेबसाइटहरूले अर्डर नम्बरको प्रयोग गर्छन्। यसरी डेटा अर्गनाइज गरेपछि त अनलाइन सेलरहरूले अघि तपाईँले भन्नुभएको जस्तो अर्डर ट्र्याकिङ पनि सजिलै गर्न सक्छन् होला है? हो, ठिक भन्यो। डेटा अर्गनाइज गरिसकेपछि कुनै कस्टमरले अर्डर नम्बरको प्रयोग गरी के सामान अर्डर गरेका छन् भनेर थाहा पाउन मिल्यो, र त्यो अर्डर डेलिभर गर्नका लागि कस्टमर नम्बरको प्रयोग गरी फोन नम्बर पत्ता लगाएर कस्टमरलाई कन्ट्याक्ट गर्न पनि मिल्यो। यही भन्न खोज्नु भएको है टिचर? एक्ज्याक्टली। र यसरी डेटाबेसबाट हामीलाई चाहिएको डेटा लिने प्रोसेसलाई डेटा रिट्रिभल भनिन्छ। डेटाबेसबाट चाहिएको डेटा लिनुलाई डेटा रिट्रिभल भनिने रहेछ। बुझेँ टिचर। ओके, गुड। अब डेटाबेसबारे अरू कुराहरू पनि डिस्कस गर्नतिर लागौँ। ल, मलाई भन त, अनलाइन सपिङ वेबसाइटमा कुनै एउटा नयाँ कस्टमरले केही सामान अर्डर गर्यो भने के हुन्छ होला? नयाँ कस्टमरले केही सामान अर्डर गर्यो भने त्यस कस्टमरलाई पनि एउटा कस्टमर नम्बर र सामान अर्डर गरेकोले एउटा अर्डर नम्बर दिन्छ होला नि। हो, त्यस कस्टमरलाई नयाँ कस्टमर नम्बर र अर्डर नम्बर एलोकेट गरी वेबसाइटको डेटाबेसमा अर्गनाइज तरिकाले स्टोर गरिन्छ। तर टिचर, यदि कुनै कस्टमरले अर्डर गरेको सामान चेन्ज गर्यो, यस्तो केसमा चाहिँ के हुन्छ? त्यस्तो केसमा फेरि त्यो कस्टमरकै अर्डर नम्बरको प्रयोग गरी त्यस अर्डरमा चेन्ज भएको सामानको डेटालाई डेटाबेसमा पनि अपडेट गर्न मिल्छ। अनि कुनै कस्टमरले अर्डर गरेको सामान क्यान्सल गर्यो भने चाहिँ के गर्ने नि? त्यो केसमा चाहिँ त्यही कस्टमरको अर्डर नम्बर प्रयोग गरी क्यान्सल भएको सामानको डेटा डिलिट गरिदिने। भनेपछि यो डेटाबेस त अनलाइन सपिङ वेबसाइटका लागि धेरै नै महत्त्वपूर्ण हुने रहेछ है टिचर? हो त, तर डेटाबेसको प्रयोग अनलाइन सपिङ वेबसाइटले मात्र नभई स्कुल, ब्याङ्क, हस्पिटल र अरू विभिन्न बिजनेस अर्गनाइजेसनहरूले पनि गर्छन्। अनलाइन सपिङ वेबसाइट्सहरूले त कस्टमरको डेटा स्टोर गर्न र अर्डर ट्र्याक गर्न युज गर्छन्। तर यो स्कुल, ब्याङ्क, हस्पिटलहरूलाई चाहिँ डेटाबेस किन चाहिन्छ टिचर? स्कुलहरूले मेनली आफ्ना स्टुडेन्ट्सका डिटेल्स म्यानेज गर्न, हस्पिटलहरूले पेसेन्ट्सका रेकर्ड्स म्यानेज गर्न र ब्याङ्कहरूले आफ्ना कस्टमर्सका अकाउन्ट्स म्यानेज गर्न डेटाबेसको प्रयोग गर्छन्। डेटाबेसका यति धेरै एप्लिकेसन होला भनेर त मैले सोचेको पनि थिइनँ।
डेटाबेस त एकदमै इम्पोर्टेन्ट कुरा हो नि, त्यसैले त डेटाबेस बनाउनका लागि डेटाबेस म्यानेजमेन्ट सिस्टम अर्थात् DBMS को प्रयोग गरिन्छ। डेटाबेस म्यानेजमेन्ट सिस्टम भनेको त ग्रेड 11 मा पनि सुनेको, तर यसबारे क्लियरली याद चाहिँ छैन टिचर। चिन्ता नलिऊ, DBMS बारे म बुझाउँला, तर यसबारे बुझ्नु अगाडि तिमीले डेटाबेस किन युज गरिन्छ भन्न सक्छौ? सक्छु टिचर, अघि भर्खरै डिस्कस गरेको त हो नि। डेटाबेस भनेको एउटा ग्रुप अफ अर्गनाइज डेटा हो। यस ग्रुप अफ अर्गनाइज डेटाबाट हामीलाई चाहिएको डेटा लिन अर्थात् रिट्रिभ गर्न सजिलो हुन्छ। डेटाबेसमा नयाँ डेटा एड गर्न र भएको डेटालाई सजिलैसँग चेन्ज गर्न अर्थात् अपडेट गर्न मिल्छ। नचाहिने डेटाहरू डेटाबेसबाट हटाउन अर्थात् डिलिट पनि गर्न सकिन्छ। भर्खरै तिमीले भनेको यो डेटाबेसबाट डेटा लिने, नयाँ डेटा एड गर्ने, भएको डेटा चेन्ज गर्ने र नचाहिने डेटा डिलिट गर्ने जस्ता कामहरू नै डेटाबेस म्यानेजमेन्ट सिस्टम अर्थात् DBMS बाट गरिन्छ। भनेपछि अनलाइन सपिङ वेबसाइट्सहरूले कस्टमर नम्बर र अर्डर नम्बर दिएर डेटालाई अर्गनाइज गर्ने काम पनि DBMS बाटै गरिन्छ हो। DBMS भनेको डेटाबेस म्यानेज गर्ने टुल हो र संसारभर धेरैले युज गर्ने DBMS मा MS Access, MySQL, PostgreSQL, Oracle, SQL Server, MongoDB आदि पर्दछन्। डेटाबेस म्यानेज गर्ने टुलहरू त कति धेरै हुने रहेछन् है। हो त। ल, अब यति डिस्कसन गरेपछि अब तिमीले DBMS को बेसिक कन्सेप्ट बुझ्यौ होला नि। मजाले बुझेँ टिचर। डेटाबेस म्यानेजमेन्ट सिस्टमको फाइदा के होला गेस गर त? मैले गेस गरिरहनु भन्दा टिचरले आफैले बुझाइदिनु भए झन् सजिलो हुन्थ्यो। ल, त्योभन्दा पहिले मलाई भन, तिमीले अहिले अनलाइन सपिङ वेबसाइटबाट अर्डर गरेको लुगा 1 वर्षपछि तिमीलाई याद हुन्छ कि हुँदैन? 1 वर्षपछि रे? मैले ध्यान दिएर पढेको कुरा त एकैछिनमा रिभाइज नगरी यादै हुँदैन। यो लुगाको अर्डर गरेको डिटेल्स छन् 1 वर्षपछि कसरी याद हुनु? हामीलाई याद नहुन सक्छ, तर तिमीले गरेको अर्डरको डेटालाई डेटाबेसमा राखिसकेपछि जति समयपछि पनि DBMS युज गरेर चाहिएको डेटा सजिलै लिन सकिन्छ। यस्तो युजफुल DBMS त हाम्रो पसलमा पनि युज गर्न पाए कति सजिलो हुन्थ्यो। मेरो बुवाले कहिलेकाहीँ आफ्नो पसलबाट पुरानो इलेक्ट्रोनिक सामान कुन डिलरबाट लिनुभएको हो भन्ने नै बिर्सनुहुन्छ र त्यो पत्ता लगाउन पसलको रेकर्ड बुकमा घन्टौँ लागेर खोज्नुपर्छ। ठिक भन्यो। यदि तिम्रो बुवाले पनि DBMS प्रयोग गर्नुभयो भने चाहिएको डेटा खोज्न धेरै समय लाग्दैन र रेकर्ड बुकमा भन्दा धेरै राम्ररी डेटा अर्गनाइज पनि हुन्छ। तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। मैले DBMS राम्ररी युज गर्न सिकेँ भने बुवाको पसलमा डेटाबेस म्यानेज गर्न हेल्प पनि गर्न सक्छु होला। मलाई त DBMS बारे डिटेलमा अझै बुझ्न मन लाग्यो टिचर। हुन्छ, त्यसो भए DBMS बारे हाम्रो डिस्कसन कन्टिन्यू गरौँ। ल भन त, तिम्रो बुबाले आफ्नो पसलको रेकर्ड बुक जो पाए त्यही मान्छेलाई चलाउन दिनुहुन्छ? कहाँ दिनु? बुवाले पसलको रेकर्ड बुक त दाइला बाहेक अरू कसैलाई पनि दिनु हुँदैन। तिम्रो बुबाले आफ्नो पसलको रेकर्ड बुक तिम्रो दाइलाई मात्र चलाउन दिए जस्तै DBMS मा भएका डेटाबेस पनि कसैलाई युज गर्न दिने, कसलाई नदिने भनेर पर्मिसन राख्न मिल्छ। DBMS को यो फिचरलाई एक्सेस कन्ट्रोल भनिन्छ। भनेपछि DBMS को एक्सेस कन्ट्रोल फिचरको युज गरी पसलको डेटाबेसमा म, मेरो बुवा र दाइलाई मात्र एक्सेस गर्ने पर्मिसन दियो भने डेटाबेस त धेरै सेक्युर हुने रहेछ है टिचर। अनि अर्को कुरा, तिमी, तिम्रो बुवा र दाइ तिनैजनाले एउटै टाइममा सेम डेटाबेस युज गर्न पनि सक्छौ। हो र? त्यो चाहिँ कसरी पोसिबल हुन्छ टिचर? DBMS मा एउटा मल्टी युजर एक्सेस कन्ट्रोल भन्ने फिचर हुन्छ, जसले गर्दा एउटा डेटाबेसमा धेरैजना युजरहरूले सँगै काम गर्न मिल्छ। कति धेरै फाइदाहरू। पसलका लागि पनि DBMS निकै युजफुल हुने रहेछ। पसलका लागि मात्र होइन, कुनै पनि अर्गनाइजेसनमा DBMS युज गरी एउटा डेटाबेसमा एकजनाले काम गर्नुभन्दा पुरा टिम नै मिलेर काम गर्दा सजिलो पनि हुने भयो, साथै कामको क्वालिटी पनि राम्रो आउने भयो। है टिचर, तर एउटा डेटाबेसमा धेरैजनाले काम गर्दा डेटा डिलिट हुने, मिसम्यानेज हुने चान्स पनि हुन्छ होला नि? हुन सक्छ, तर त्यसका लागि पनि उपाय छ। DBMS मा युज गरेर हामीले डेटाबेसमा भएका डेटा डिलिट वा मिसम्यानेज हुनबाट सुरक्षित राख्न डेटाबेसको ब्याकअप राख्न सक्छौँ। डेटाबेसको ब्याकअप राख्नु भन्नाले? सुन,
तिम्रो बुबाको पसलमा DBMS युज गरेर डेटाबेसको कपी बनाएर त्यसलाई छुट्टै कुनै सुरक्षित ठाउँमा जस्तै हार्ड डिस्क, पेन ड्राइभ वा गुगल ड्राइभ जस्ता क्लाउड स्टोरेजमा राख्न सकिन्छ। यसलाई नै डेटाबेस ब्याकअप गर्नु भनिन्छ। अनि एउटै डेटाबेस किन धेरै ठाउँमा राख्नु पर्यो र? डेटाबेसको ब्याकअप बनाएर राख्दा तिम्रो पसलको कम्प्युटर बिग्रिहाल्यो भने पनि तिम्रो बुबासँग डेटाबेसको कपी रहन्छ। यसरी हाम्रो महत्त्वपूर्ण डेटा झनै सुरक्षित रहने भयो नि। ए, भनेपछि DBMS को प्रयोगबाट हामीले इम्पोर्टेन्ट डेटाको ब्याकअप बनायौँ भने त्यो डेटा सिक्योर हुने भयो। हो, तिमीले ठिक बुझ्यौ। ल, DBMS का फाइदाहरू बुझेको भए त्यसबारे छोटकरीमा भन्न सक्छौ? मजाले सक्छु टिचर। ल सुन्नुहोस् है त। डेटाबेस म्यानेजमेन्ट सिस्टम अर्थात् DBMS प्रयोग गरी कुनै पनि डेटाबेसलाई सजिलै म्यानेज गर्न सकिन्छ, जसले गर्दा युजरको टाइम सेभ हुन्छ। DBMS मा एक्सेस कन्ट्रोल भन्ने फिचर प्रयोग गरी अथोराइज्ड व्यक्तिलाई मात्र डेटाबेस एक्सेस गर्ने पर्मिसन दिएर डेटाबेसलाई सिक्योर बनाउन सकिन्छ। DBMS मा मल्टी युजर एक्सेस कन्ट्रोल फिचर हुन्छ, जसले गर्दा एउटा डेटाबेसमा धेरैजना अथोराइज्ड युजरहरूले एकैपटक काम गर्न मिल्छ। अनि DBMS युज गरी कुनै डेटाबेसको सुरक्षित ब्याकअप बनाएर डेटा लुज हुनुबाट जोगाउन सकिन्छ। वेल डन, तिमीले डेटाबेस म्यानेजमेन्ट सिस्टमका फाइदाहरूबारे राम्ररी बुझेको रहेछौ। त्यो त बुझेँ टिचर, तर आज सेसन सुरु हुने बेला ढिला गर्नु पाइँदैन भन्दै हुनुहुन्थ्यो। अहिले टिचर आफैले सेसन सकाउन किन ढिला गर्दै हुनुहुन्छ भन्ने चाहिँ बुझिनँ। तिमीले थाहै नपाई सेसन त सकिसक्यो।